सो गाइज हैन यहाँ चाहिँ मस्तले उसको जात्राको दिन यहाँ एउटा क्रेन दुईटा क्रेनले यस्तो टक्क गरेर बाँधिरहनु भएको छ अनि दाइलाई हेर्नुहोस् चिन्नुहुन्छ होला उचाल्न लाग्यो गाइज क्राउड हेर्न सक्नुहुन्छ तपाईँले यहाँ फर्स्ट टाइम अहिलेसम्मको लाइफ टाइममै पहिलोचोटि यस्तो भइरहेको छ दुईटा क्रेनले उचाल्नु परेको त्यो टायरको चाहिँ चुकुल भाँचिएको रहेछ क्या अनि त्यो प्रब्लमले गर्दा यहीँ अड्केर बसिरहेको अब हेर्नुमा है गाइज कसरी उचाल्छन् कसरी गर्छन् हेर यता ढल्ने गाइज धेरै रिस्क छ यस्तो रिस्की ठाउँमा बस्नु छ मसँग यहाँ अङ्कल हुनुहुन्छ क्राउड सबजना हुनुहुन्छ यहाँ पर 5 तले मन्दिर छ सब छ बाहिर भगवान् चाहिँ भित्रको छिरिसक्नु भएको थियो अघि नै यहाँ तल जाने बित्तिकै ड्याङ्गे भएको छ होइन त तल आउने बित्तिकै ड्याङ्गे गएर यहाँ यसरी ऊ डोरी बाँधेर मम्मी यता दिनु न मम्मी चाहिँ उहाँ हुनुहुन्छ तर हेर्नु त गाइस अहिले त लिङ्ग उठिसक्नुपर्ने आधी चाहिँ लिङ्ग चाहिँ आधी उठिसक्नुपर्ने उठाएर राखिहाल्छ यो नपुगिकन अलिकति उठाएर दुईवटा ल्याएर पहिला यो पुग्नु पर्यो होइन दुईवटा राखेर रहेछ त हजुर सानो पनि पुग्छ होइन सानो नि यो पहिला अगाडि त्यसपछि त्यो आउँछ के यो सानो चाहिँ यो पहिला अगाडि लानु पर्यो अनि त्यो सानो चाहिँ किन बिचमा राखेको त्यो चाहिँ पछि योभन्दा पछि लानु पर्यो अनि अगाडि सानो अगाडि चाहिँ पहिला राख्ने ठाउँ परम्परादेखि राख्ने ठाउँ हो अनि त्यहाँबाट तानेर लाग्छ त्यसलाई यो पुगिसकेपछि त्यो पनि पछि लाग्छ सँगसँगै गाइज उठायो गाइज क्राउडको हल्लाइन है गाइज पछाडि सर्नु भन्ने आदेश आइसकेको छ गाइज थर्काइरहनु भएको छ त्यहाँनिर है मस्त थर्काइरहनु भएको छ गाली गरिरहनु भएको छ यहाँ पछाडि सर्नुहोस् भनेर पछाडि नसरी हुँदैन पानी झन्दाम परेको छैन आकाश है अहिले चाहिँ पानी परेर कम भएको छ धेरै कम भइसकेको छ नि उचाल्यो सिधा बाह्र गाई चाहिँ हेर्नु त त्यस्तरी बाँडेछ यति गरिसकेपछि उचाल्यो होला पुरै त्यो काम गर्ने हुने गरी काम गर्दा हुने गरी उचाल्छ अनि त्यसपछि के सामान फेर्नु पर्छ त्यो फेरिसकेपछि तल जान्छ गाई चाहिँ अब दुईतिर तान्छ है तान्छ होइन अहिले त 1 नम्बर मात्रै हो किन अहिले त तल लानु पर्यो पछि 5 गते चाहिँ बिजुजनहरू यहाँ पनि पाउँदैन हेर्नु यो भन्छ कि ए यसरी आएको चाहिँ सिधा ठुलो भनौँ मेनै भनौँ मेनै भन्छ मेनै भन्छ गाइस मेन त सिधा यस्तो भने पाङ्ग्रा हुन्छ नि गाइस त्यस्तो चाहिँ भाँच्छ सबै फुकाल्नु पर्छ पर्दैन रातको 12 बजे मात्र हुन्छ तर एकछिन नै हुन्छ होला भन्न सकिँदैन त्यो सबै फुकाल्नु पर्यो भने टाइम लाग्छ नि त गाह्रो भयो यार मलाई त यस्तै छ आजले यति है भिडियो सक्यो